बाबु खोइ त नि हजुर भनेको कसको बाबाको र अनि मामुको मध्ये धेरै कसको माया लाग्छ ल भनिदेऊ त नाइ के एउटैको भन्नु पर्यो नि त एउटै कसको माया लाग्छ बाबाको लाग्छ कि मामुको अरु दुईटैको नाइ के एउटैको भन्छ के किन दुईटाको किन भन्नु पर्यो एउटाको माया लाग्दैन बाबा कति माया लाग्छ बाबा कति माया लाग्छ खै मामुको धेरै लाग्छ कि बाबाको कसको बाबु ल म अर्को क्वेसन सोध्छु है हजुरमाको धेरै माया लाग्छ कि हजुरबाको कसको लाग्छ दुईटैको अनि दादा कुन दादाको माया लाग्छ धेरै आर्य दिजुको माया लाग्छ कि आइस्मा दिजुको माया लाग्छ कि अनि कल्पना दिजुको माया लाग्छ हजुर आर्य दिजुको लाग्छ अर्को कसको लाग्छ मेरो हजुरको भन्ने हो नि त हो हजुरको भन्नुपर्छ है अनि आइस्मा र आर्य दिजुको मध्ये कसको माया लाग्छ धेरै आर्य दिजुको कसको आइस्मा दिजुको ए कल्पना दिजु धेरै माया लाग्छ कि सम्झना दिजुको कसको लाग्छ कसको धेरै लाग्छ हो लाग्छ होइन अनि पैसा सक्यो भने नि हामीसँग पैसा सक्यो भने कसलाई पठाइदिस् भन्ने अरे बाबाले के भन्ने त नि कति छ र बाबासँग त्यति धेरै पैसा छैन होला कति छ बाबासँग बाबाले कहाँमा राख्छ भने चाहिँ पैसा बाबा पैसा कहाँ दराजमा दराजमा छैन अनि त्यसपछि पैसा सकेपछि बाबाले पठाइस्यो भने चाहिँ होइन अनि नपठाएपछि के गर्ने त के भन्नुपर्छ के भन्ने अरे त्यस्तो होइन नि त पैसा छिटो पठाइस्यो भन्नेहरू कस्तो भन्ने अरे हो छिटो पठाइस्यो भन्ने अनि छिटो आइस्यो भन्ने कि नआइस्यो भन्ने भयो त छिटो आइस्यो भन्ने कि नआइस्यो भन्ने खै भनिदेऊ त नि अहिले दिन्छु म बाबालाई छिटो आइस्यो भन्ने कि नआइस्यो भन्ने बाबा बाइक कहाँ छ अरे कहाँ छ कहाँ भित्र ए हो र ए अनि बाइकमा आइसमा दिजुलाई बस्नलाई कि आर्य दिजुलाई ल म यस्तो एउटा क्वेसन सोध्छु के सबैभन्दा बाइकमा को बस्ने त नि अगाडि पछाडि तँ बस्ने कि म बस्नु ल फै भन्दै त कसको अगाडि बस्ने ल भन्दैन बाई भनिदेऊ अनि खोइ त पपी खाएको कोही त कस्तो पपी खाने अरे त्यस्तो होइन के हात कस्तो गर्ने भन्ने थियो नि त मैले सिकाएको यस्तो गर्ने भने